जुन कोलगेटलाई हामीहरूले दाँत माझ्नको लागि प्रयोग गर्छौं त्यो कोलगेटले अमेरिकनहरूले टोयलेट सफा गर्छन् र जुन लाइफ बोय साबुनलाई हामीहरूले दिनदिनै नुहाउनका लागि प्रयोग गर्छौं त्यो साबुन पनि फ्रान्स ब्राजिलमा ब्यान छ र उनीहरू त्यो साबुनलाई आफ्नो पाल्तु जनावरलाई नुहाइदिनलाई मात्रै प्रयोग गर्छन्। आज म यो भिडियोमा यस्तो फेमस प्रोडक्टको बारेमा भन्ने छु जुन नेपालमा त लिगल छ तर विदेशमा इलिगल। नम्बर 1 लाइफबोय साबुन। लाइफबोय साबुनले धेरै वर्ष अगाडिबाट नै नेपालमा आफूलाई नुहाउने साबुनको रूपमा प्रमोट गरिरहेको छ। यो कम्पनीको अनुसार लाइफबोय साबुनले 99.99% कीटाणुलाई मार्छ। यही कारणले 2020 को कोभिड पेन्डेमिकमा यो साबुनको बिक्री 81-50% ले बढेको थियो। तर यही लाइफबोय साबुन अमेरिका, फ्रान्स र ब्राजिलमा टोटल्ली ब्यान छ। अमेरिकन गभर्नमेन्टको अनुसार लाइफबोय साबुनले उनीहरूको स्ट्यान्डर्डलाई मिट गर्दैन किनभने यो साबुन अरू साबुनको कम्पेरिजनमा धेरै नै कडा छ जसले सफ्ट स्किनलाई ड्यामेज गर्छ। त्यसैले विदेशमा यो साबुनको प्रयोग जनावरलाई नुहाइदिनका लागि मात्र गरिन्छ। नम्बर 2 क्याडबरी चकलेट। यदि कुनै अमेरिकनलाई रियल क्याडबरी खान मन लाग्यो भने उनीहरू 8597 किलोमिटर उडेर युकेमा गएर खानुपर्छ किनभने अमेरिकाले क्याडबरीलाई पनि ब्यान गरेको छ। यो कहानी हो सन् 2015 को जब 81 युकेमा बन्ने फेमस क्याडबरी चकलेटलाई अमेरिकाको जमिनमा छिर्न दिइँदैन र यो सबै षड्यन्त्रको पछाडि अमेरिकाको फेमस चकलेट कम्पनी हर्सी चकलेट लिमिटेडको हात थियो। हर्सी चकलेटले आफ्नो सबैभन्दा ठुलो कम्पिटिटरलाई अमेरिकाबाट भगाउनको लागि क्याडबरी चकलेटले आफ्नो रेसिपी चोरेको छ भन्ने आरोप लगाउँछ र 2015 बाट नै अमेरिकन गभर्नमेन्टले युकेदेखि इम्पोर्ट हुने सबै क्याडबरी चकलेटलाई सधैँभरिको लागि ब्यान गरिदिन्छ। नम्बर 3 सेन्टर फ्रुट। यदि तपाईलाई सिङ्गापुरमा च्युइङगम चपाएको बेलामा कसैले देख्यो भने तपाईले 1,12,000 सम्मको फाइन तिर्नु पर्छ किनभने जुन च्युइङगमलाई नेपालमा आरामले खान पाइन्छ त्यही च्युइङगम सिङ्गापुरमा ब्यान छ। यसको पछाडिको मेन रिजन मान्छेहरूले च्युइङगम खाएर जताततै फालिदिन्छन् र त्यो फोहोरलाई सफा गर्नमा गभर्नमेन्टले एक्स्ट्रा पैसा खर्च गर्नु पर्थ्यो। नम्बर 4 रेड बुल। विश्वको सबैभन्दा पपुलर इनर्जी ड्रिङ्क रेड बुललाई पनि फ्रान्स, डेनमार्क र नर्वेले धेरै वर्ष पहिलाबाट नै ब्यान गरेका छन्। उनीहरूको रिसर्च अथोरिटीको अनुसार रेड बुलमा टाउरिन एसिड र क्याफिनको मात्रा एकदमै हाई छ जसलाई पिउने मान्छेहरूमा टाउको दुख्ने, खाना राम्रोसँग नपच्ने र हार्ट अट्याकको समस्याहरू देखिन्छ। त्यही भएर यो देशमा रेड बुललाई टोटल्ली ब्यान गरिएको छ। नम्बर 5 कोलगेट। जुन कोलगेटलाई हामी सधैँ आफ्नो दाँत सेतो बनाउनको लागि प्रयोग गर्छौं त्यही कोलगेट अमेरिकामा टोयलेट सफा गर्नको लागि प्रयोग हुन्छ। यदि अमेरिकाको कुनै घरमा क्लिनर सकिएको छ भने उनीहरू कोलगेटलाई अल्टरनेटिभको रूपमा प्रयोग गर्छन्। उनीहरूको अनुसार कोलगेटले क्लिनरले भन्दा पनि राम्रोसँग टोयलेट सफा हुन्छ र यदि यसले मुखको कीटाणुलाई मार्न सक्छ भने बाथरुमको त मारि नै हाल्छ। बाबू एकदम ठीक हो। मार साले का खोपड़ी तोड़ साले का।